can do it. मुखे हाल्यो कि मठभित्र आइसक्रिममा उसको कथा छ एउटा भागिसके तालको पानीमा चिले खानी एक दुई तिन चार चारवटा चाहिँ लेखिसकेर हेलो गाइज वेलकम टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ हामी टक्क मासुहरू लगेर यसो सिस्टमतिरै जान आँटेछौँ स्याटरडे प्लान कि स्याटरडे अब जानु पऱ्यो नि त कति मासुको भिडियो हाल्छ भनेर चाहिँ नभन्नलाई यहाँ यस्तै छ मासु लगर नि त हामी ल ठिक छ हामीले जान आँटेको ए त्यो बाँस एउटा चोरमै बाँस के त्यहाँबाट एउटा चोरम बास चोरम दामी थियो हुन्छ नि अहिले भेटिन्छ नि तँलाई यार त्यति घर चाहिँ बास चोरम भन्दैन मारि हाल्ला के अहिले अन्त केही त भन्दैन ट्राफिक हुन यत्तिकै केटाहरूलाई फेरि फोन गरिहाल्छ
ट्राफिक त रहेछ यार केटा हो। टाइम जानलाई त लाग्छ होला, आधी घन्टा जति लाग्छ होला सिस्टम पुग्नलाई। 1 घन्टा लाग्नु सक्छ यस्तो पारा। यस्तो केटाहरूको पाराले 1 घन्टा पनि लाग्न सक्छ। आरामले ओए केटा अगाडि जाऊ, अगाडि जाऊ। ठुलो छ कि ठुलो छ कि धुलो छ यार। आइस ल्याएर सक्दैन हेरे आइस ए केटाहरू त पुर्क्यौ। धुलो पस्यो यार। बोर पिपल हो कि होइन त्यो होइन कि त्यस्तो जोडी जस्तो के अरे कि हो सही जोडी यहाँ चाहिँ टक्क सिटहरू पनि राखेर चाहिँ बस। सन्देश चाहिँ त्यहाँ माथि र बाइक निकालिदिनु गहन केटाहरूको अनि टक्क लगाएर हामी चाहिँ अब आधी 1 घन्टामा पुगिन्छ। ठिक छ। ए पुरा धुलो छ त यार। हरि तिमीलाई ल्याउन आउनुपर्छ, तिमीलाई ल्याउन आम। त्यसले चाहिँ भर्खर बाइक निकालिदिएर आए, केटाले सकेनन् कि त्यस्तो त्यहाँ उस छ कि के अरे धुलो छ पुरै, त्यही भएर सन्देशले निकालिदिएर आए। सक्छौ सक्यो यार। सही हो, यु क्यान डु इट। पानी त होला के अरे। हामी त सिस्टुङ आयो है, ट्याक्कै यहीँ पारि छ सिस्टुङ। यो पुरै सिस्टुङ हो। बाँस निकालिदिउँ के ल, सुरु गरौँ। पहिला यहाँबाट सुरु गर्छु मैले। दाउरा त इनफ रहेछ नि यहाँ त यार। उखाला कि त उखाल्न पर्ने रहेछ। ल यहाँ त इनफ रहेछ नि यहाँ दाउरा चाहिँ। ल
कहाँ गयो तिनो दाउरा चाहिँ यहाँ त इनफ छन् के कता भैँसी चाहिँ पाक्छ यत्रो दाउरा हाल्थ्यो हो भन निर्माया आउँछौ आउँदिनौ यसै मर्छु म भेट्न पाउँदिनौ हाम्रो मासु पोल्ने ठाउँ है केटा हो यहाँ छ हाम्रो मासु पोल्ने ठाउँ चाहिँ त्यही हो त्यहाँ पोलिन्छ केटाहरू पानी खोज्न गएको न अब कतिखेर आउने नगर है जिब्राम घरमा चाहिँ खतरा बाली होइन घर त बोल्छ कि नि हावा लाएर हो कि घरमा नि केमा बाली गर्नु भन न केमा ग्यासमा ग्यासमा के गरेर बाली बनाउँदाखेरि ग्यासमा पार भिडिहाल्यो के भन्छ नि ग्यासमा पार भिडिहाल्ने तिमीले हरिबुनके डेन्जर रहेछ यार तिमी त्यहाँ ल म नि आउँछु भोलि यहाँ त ग्यास आनौँला मैले 1 किलो मासु लिएर आउँछु ग्यास बाजी भ्यानौँ ल प्योर बार्बिक्यू हाम्रो त मोदी तेल हालौँला भनेर त उठाल्न लागि मात्रै होइन त्यो च्याउको दबाई केटा हो त्यहाँ पानी खन्न आएको कि म चाहिँ त्यहाँ पानी आएको छ कि नै भनेर हेर्न आएको छु पानी नभए त फेरि उस हुन्न नि त के अरे मासु त पाक्छ के अरे हल्का पानी नि त चाहियो नि त खानको लागि सुमा म चाहिँ यहाँ पानी हेर्न आएको छु ठक्कला पानी आएको रहेछ भने ठिकै भयो नत्र पनि फेरि खोज्न जानुपर्छ कि फेरि माथिसम्म पानी ओइ पानी आएको छैन यहाँ आज पिकनिक खान आएको रहेछन् के त्यो त्यहाँ अब यसो सोधेर आउँछु पानी आएको छ कि नै भनेर पानी जोडिदिँदा हुन्थ्यो टक्क लाएर ठिक छ पानी चाहिँ आयो अरे ठिक छ पानी आएको चाहिँ ठिक पानी आयो होला पानी आयो कि नै पानी आयो त ठिकै हुन्थ्यो पानी के हो यस्तो आउला आउला गरेछ पानी त पाइयो अब टक्क लाएर अब त्यहाँ केटाहरूले कोइला बनाउँदैछन् अनि त्यसपछि कोइला बनेपछि हामीले मासु पोलिन्छ खाइन्छ फेरि त्यो जति बेला नि मासु खाएको भिडियो हाल्छ यसले त भनेर नभन्नु होला है किनभने फेरि हामी चाहिँ स्याटरडे चाहिँ धेरै जस्तो मासु पाउन चाहिँ हिँडेका हुन्छौँ अनि मासु चाहिँ के यार यस्तो एडिक्सनै भयो क्या हामी चाहिँ मासु लगेर अब कोही उस हुन्छ नि त रक्सी धेरै खाने हुन्छ नि त त्यस्तै हामी नि मासु नि धेरै खाने हौँ के ठिक छ मासु त पाइयो क्या ए पानी 1 बोतल लिएर राखु 1 बोतलले त पुग्छ नि त म दाउरा लिएर आउँछु केटा टेन्सन नगर दाउरा फेरि यहाँ रहेछ दाउरा चाहिँ एउटा भाइदिन्छु बबल खालको दाउरा भेट्यो यो चाहिँ यो दाउरा चाहिँ ठिक हुन्छ कि कोइलाको लागि चाहिँ यो दाउरा ठिक छ कि अस्ति हामीले त्यो मठा जाँदाखेरि दाउरै नपाएर हरि दुःख पाइएको थियो आज चाहिँ इनफ छन् कि दाउरा यहाँ चाहिँ टेन्सन छैन दाउराको लागि चाहिँ यत्रा बेर खोजेर 2टा दाउरा मात्र इनफ छन् भनेको त भन्नु मात्र भयो इनफ त दाउरा त यार इनफ तर ढुक्का मेरो त्यसै आउनु मैले त 1 2 3 4 5 6 7 8 गर्नु नगर नि ठिक छ ल गर्नु त
के वास्ता मेरी दिल की रानी तिमीलाई फुलसरी सजाएको थिएँ सारा संसारभरिमा मैले केवल तिमीलाई नै रोजेको थिएँ गर्नु के वास्ता पुरो चाहिँ बुझेनौ तिमीले मेरो मेता मुहे हाल्यो कि ओठभित्र जी कट हो नि त हो तिम्रो केवा मैले सकिनँ जान्दिनँ बजाउन आइसले मिठो बजाउँछन् के त्यो टिकटकमा पनि राखेको थियो यार आइसले त नि त त्यो कुन गीत अरे टिकटकमा राखेको त्यही टुक्रेको मुटुमाथि अझै कति बार बाँकी सोचेरै बस्छु मिरिन्डा आइसको यसमा उस कथा छ कि एउटा ठुलो कथा छ आज मिरिन्डा खाए फाइनल्ली आइसले मिरिन्डा खाए आइसको हातमा मिरिन्डा मिरिन्डा अघि त्यो भाइब्रेटर बिग्रियो कि किन मिरिन्डासित फोन साट्ने थुक्क साले अब मिरिन्डा छपे अब यताबाट दौडेर उता पुग्छन् यो मिरिन्डा आइसको मिरिन्डाको छुट्टी कहानी छ कि लामो कहानी लामो कहानी चाहिँ एक दिन सुनाउँला फुर्सद गर्छ नि सुनाउँला भागिसके ए के भयो तिमी त ए भिडियो गराउ न यस्तरी दुग्री सारा संसारभरिमा मैले केवल तिमीलाई नै रोजेको थिएँ गर्नु त तिम्रो के वास्ता बुझेनौ तिम्रो त यार काटिदु यार मायालुको माया मिठो न्यानो न्यानो काका जोली सयो जोली सङ्ग्रालो बाधा यार भयो हाम्रो चाहिँ त्यहाँ लेग पिस बन्दैछ त्यसपछि फेरि अझै छ यहाँ मासु अझै छ
तालको पानी माझीले खानी पिरिमसित जाने कि नजाने नाच्यो 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 आइस मिरिन्डा नाच्यो ओए उठ्यो ओए बस्यो सेरु सेरु तालको पानी माझीले खानी पिरिमसित जाने कि नजाने हाम्रो चाहिँ लेग पिस तयार हुँदैछ कतिवटा 1 2 3 4 चारवटा चाहिँ लेग पिस तयार हुँदै हामी 4जना छौँ ठ्याक्क लाएर ठ्याक्क हामीले चारवटा लेग पिस छ अनि 1 2 मासु पनि छ टन्नै छ मासु अनि आज चाहिँ मजा आइरहेको ल केटा दामी भयो मासु चाहिँ आज पनि हाम्रो चाहिँ लेग पिस रेडी भएछ ठिक छ उठ्यो भएन फेरि कहाँ र मुलाइजी थियो ठिक छ बवाल भएछ जोस ल हामी चाहिँ अब मासु खान्छौँ यो लास्ट लट हो त्यसैले खान्छौँ अनि सर र घर चल्दिनु पर्ने हुन्छ टक्क लाएर हामी चाहिँ तम्कासाइयो भर्खर मासुहरू पनि खाएर टक्क लगाएर तम्कासाइयो अब चाहिँ मैले भ्लग चाहिँ यतितिर एन्ड गरिदिन्छु कस्तो लाग्यो भिडियो अनि लाइक कमेन्ट सेयर गरिदिनु होला सब्सक्राइब नगरेकोले सब्सक्राइब गरिदिनु होला त्यही हो ठिक छ ल सबजनाले माया गरिदिनु होला